आज म तपाईहरुलाई नेटफ्लिक्समा भएको मुभिजहरु जुन 5 वटा भन्छु जुन चाहिँ एउटा मन मस्तिष्क नै हल्लाउने खालको मुभिजहरु। नम्बर 1 मा छ द गिफ्ट। यो एउटा मनोवैज्ञानिक थ्रिलर हो जहाँ एउटा मान्छेले आफ्नो पुरानो हाई स्कुलका साथीहरुबाट अनौठो किसिमको उपहारहरु पाउन थाल्छ र त्यो उपहारको पछाडि लुकेको रहस्यहरु एकदमै तपाईहरुलाई अचम्मित बनाउँछ अन्तिमसम्म। र नम्बर 2 मा छ द डेभिल्स एडभोकेट। यो एउटा न्युयोर्कको कानुनी फार्ममा जागिर लिने मान्छेको बारेमा छ र त्यो जागिरसँग उभिने रहस्यमयी घटनाहरू उसको जीवन पुरै परिवर्तन गरिदिन्छ र त्यहाँ केही सत्यताहरू छ। त्यो मुभिज हेरेपछि तपाईलाई एकदमै अचम्मै लाग्छ। नम्बर 3 मा छ वाइल्ड थिङ्ग्स। एउटा गाइडेन्स काउन्सिलरलाई दुर्व्यवहारको आरोप लगाइन्छ र जब घटना अगाडि आउँछ एकदमै अप्रत्याशित मुडहरू त्यसमा छ। एकदमै तपाईहरुलाई अचम्मै लाग्छ त्यो। नम्बर 4 मा छ कन्स्टान्टिन एम्पो द इन्भिजिबल गेस्ट। एउटा हत्याको रहस्य जुनले तपाईलाई अन्तिमसम्म के हो जस्तो हुन्छ र लास्टमा बल्ल थाहा हुन्छ। राम्रो छ एकदमै यो। नम्बर 5 यो चाहिँ आइडेन्टिटी भन्ने मुभी हो। 10 जना अपरिचित व्यक्तिहरू एउटा मोटेलमा बस्छन् र त्यसमा एउटा फरार कैदी पनि आउँछ र त्यहाँ घटना हुन्छ र एकदमै अचम्म लाग्दो छ त्यो। यो फिल्महरू तपाईलाई मन पनि पर्छ र एकदमै दिमागै हल्लाउने खालको छ यो। यो मुभिज तपाईहरुले नेटफ्लिक्समा गएर हेर्न सक्नुहुन्छ। र केही कमेन्ट अरु केही मुभिजहरु छ भने मलाई तल कमेन्ट गर्नु होला। एन्ड आई विल सी यु इन नेक्स्ट भिडियो।